हेलो गाइस, नमस्ते। तपाईहरुलाई धेरै दिन बाद आज फेरि मेरो भिडियोमा स्वागत छ। आज मैले चाहिँ बिहानको चाहिँ भिडियो बनाउन पाइनँ, जो स्टार्टिङको चाहिँ, र अहिले नै स्टार्ट गर्दैछु। फेरि फिनिसिङ पनि अहिले यही ड्रेसमा गर्दैछु, किनभने बीचमा चाहिँ मैले बिहान चाहिँ भिडियो बनाउन पाइनँ, किनभने लाइट थिएन र चाहिँ ब्याट्री नै थिएन फोनमा हो। त्यो भएर चाहिँ अहिले नै मैले स्टार्ट गरे भिडियोको सुरुवात गर्दैछु। गाइस, दया गरेर तपाईले हाम्रो मेरो भिडियो हेरेर शेयर अनि सब्स्क्राइब र लाइक गरिदिनुहुन्छ भन्ने आशा राख्दछु। र अब चाहिँ मेरो यो मैले अब त्यो बाटोमा बनाएको भिडियो आज बुद्ध जयन्तीको आज यो शुभ अवसरमा मैले यो बनाएको छु। हेरिदिनुहोस् भन्ने आशा साथ हेर्दै जानुहोस् होला। है गाइस, बुद्ध जयन्तीमा खाइसक्यो आजा? अब कति बेला जान्छ? 10 बजी भन्दा कति बजी? 10 बजी। अरू होटल आलु के अरे यता करेला फ्राई अब भातको लागि पानी उयो गर्दैछ। ए हो भातको पानी यता उदय दाजुले टमाटर काट्दै दाजु होटल र के अरे आलुको ग्रेभी देखा न यहाँ ग्रेभी हो यहाँ। यी दामी भएछ ग्रेभी है। करेला फ्राई पनि दामी भएछ। पोटल टमाटर काट्दैछ। लु टाउकोमा ल। अब चाहिँ हामी पुस्तक बोकेर जाँदैछौँ। खै कता उता यता हेर रे हो गएको अब होइन न। भोजमा पाउँछ अब हामी गएको पुस्तक बोकेर गएको हामी चाहिँ। म त उ परेछ कुचला औ आयो भित्र त आए। म त गरेको है। हामी चाहिँ अब पुस्तक लगेर बुद्ध पूर्णिमा घुम्नु जाँदैछौँ। सबै चाहिँ के छ भने मेरो बिक्री गर्दैछु। म 75 गर्दैछु अहिले। म
ढिलो भयो। लास्टसम्म बनाउनु पर्यो। बल्ल आइपुगिस्। अहिले भरे हेर्नु ल ब्लगमा, भरे हेर्नु है ब्लगमा। पुष्प जयन्ती आज घुमाउँदैछ। आधा त उता अर्के त Look, hey. अब चाहिँ हामी फर्किँदैछौँ गाइस। घुम स्कुलसम्म ल्याएर चाहिँ फर्किँदैछ। अब चाहिँ हामी फर्किँदैछौँ। घुम स्कुलसम्म पुगेर चाहिँ फर्क्यौँ हामी चाहिँ। अलिअलि पानीको छिट्टा पनि आउँदैछ। यता खिच्दिउँ के फेरि आमा छोरीमा आउँदैछ। आमा छोरीमा आउँदैछ पुस्तक बोकेर। आइपुग्यो जापानिज टेम्पल। माथि जाँदैछौँ हामी चाहिँ। हेलो
चाहिँ जापानिज टेम्पल। अहिले चाहिँ जापानिज टेम्पलमा आएर खाना पुरी आलुदम खायो। पुरी र आलुदम खाए पुरी आलुदम अन्त खाइए हो अरू दाल खाइए भात खाइए दाल र भात त यहाँ त खाएन नि त। यहाँ त जापानिज टेम्पलमा के खायो? पर गुम्बामा खाइए अब मन्दिरमा खानु पर्छ के खान्छौ? भेजिटेबल खान्छ दु अर्को फेरि खाना मस्त छ। गयो ल गयो ल बाई बाई जाउँ। है अब चाहिँ हाम्रो गाउँको मन्दिर आइपुगे। बरदेवीको यहाँ माथि हो टिका लाउनु जाँदैछ हामी सबैजना। जुत्ता यहीँ खोल्नु छ त दिँदैछ त उयो भाइ मम्मी म गरिदिन्छु। र गाइस तपाईँहरूलाई आजको मेरो भिडियो कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशाको साथ यो भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्छु। फेरि पनि नयाँ भिडियो लिएर आउनेछु किनभने अस्ति कति दिन भएको थियो मेरो यो भिडियोहरू हाल्नु नसकेको होइन। माफी चाहन्छु तपाईँहरूलाई र तपाईँहरूले दया गरेर मेरो भिडियो हेरेर लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशाको साथ आजको भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्छु। त्यति बेलासम्म बाई बाई। फेरि भोलि भेटौँला।